यो पैसा कमाउने क्रममा चाहिँ कतिको फ्यामिलीहरू घरविहीन भएको छ कि। साथीहरू नमस्ते। आज पनि अलिकति एउटा सानो खुसी बाँड्न आएको म तपाईँहरूसँग। काम गर्ने बेला जतिसुकै दुःख कष्ट भए पनि है, यो तपाईँको यो जुन बेला यो खुस्टा आउँछ नि, यो खुस्टा चाहिँ यो खुस्टाहरू आएपछि तपाईँ हाम्रो मनको एनर्जी नै, हृदयको एनर्जी नै अर्कै हुने है, अलिकति जोस जाँक्रै अर्कै हुने होइन। यो खुस्टाले गर्दा आज परिवारसँग टाढिनु पर्ने, परिवारसँग टाढेर यो परदेशमा अर्को देशमा आएर बस्नुपर्ने होइन। हेर्दा सानो अब खुस्टा जस्तो लाग्ने यो पत्करहरूको कति पावर छ भन्ने कुरा त तपाईँ हामीलाई सबैलाई थाहा छ। अब जतिसुकै दुःख कष्टहरू काम गर्ने क्रममा भए पनि जुन बेला यो खुस्टा आउँछ, त्यो खुस्टा आएको बेला चाहिँ मनलाई चाहिँ एकदमै उत्साह हुने होइन। मनै अलिकति हल्का भए जस्तो है, अलिकति आफूले बोकेको बोझलाई अलिक कम भए जस्तो फिल हुने होइन। धेरै कुराहरू हुने, एकदम पावर छ यो खुस्टामा। अब यही खुस्टा कमाउनुको लागि, यो खुस्टाको लागि बालबच्चा छोराछोरी बुवा मम्मी नभनेर सबैलाई छोडेर यो परदेशमा कोही नभएको ठाउँमा, आफ्नो भन्ने कोही नभएको ठाउँमा, यो बिरानो ठाउँमा जता गए नि आफ्नो भन्ने कोही नभेट्ने, खाए पनि पिए पनि कसैलाई वास्ता नहुने देशमा आएर बस्नु परेको छ है। त्यसको बावजुद पनि अब यो चिजहरू आउँदाखेरि चाहिँ अलिकति मनै अलिकति खुसी हुने। यसको चरित्र नै त्यस्तो रहेछ। यो तपाईँको पैसा भन्ने चिज यस्तो रहेछ कि कसले बनायो होला जस्तो लाग्छ मलाई कहिलेकाहीँ होइन। यसले तपाईँको धेरै कुराहरू बिगार्छ र धेरै कुराहरूलाई पनि सपार्छ। तपाईँसँग टाढिएको मान्छेहरू पनि यसले नजिक तानेर ल्याउँछ। एउटा चुम्बक जस्तो रहेछ है। अनि यही चिजले गर्दा तपाईँ हाम्रो फ्यामिलीभित्र पनि, तपाईँ हाम्रो रिलेटिभभित्र पनि दाजुभाइ दिदीबहिनीहरू सबै पैसाकै कारणले कति छुटिरहेको हुन्छ होइन। त्यही भएर यो चिज बनाउने मान्छेलाई चाहिँ म भेटेको भए चाहिँ होइन दिन्थ्यो कि एकचोटि मजाले बनाएर दिन्थ्यो म है। यो चिजले गर्दाखेरि धेरैको घरबार बिग्रेको छ। कतिको बिचरा आर्थिक कमजोरीले गर्दा विदेश आउनुपर्ने, जस्तै म जस्तै सबैजना नेपालीहरू बाहिर आउनुपर्ने भएको छ देश छोडेर। यो पैसा कमाउने क्रममा चाहिँ कतिको फ्यामिलीहरू घरविहीन भएको छ कि। पैसा त कमायो, नेपाल जाँदा कोहीको श्रीमती नहुने होइन, अनि कोहीको श्रीमती विदेशबाट आयो नेपालमा बुढा नहुने होइन, अरू लिएर उडेर अब कतै भागेर फरार भइदिने होइन। यो पैसाले गर्दाखेरि धेरै कुराहरू बिग्रेको छ। पैसाले गर्दा पनि धेरै कुराहरू जोडेको छ, नजिक भएको छ। त्यसैले साथीहरू म तपाईँहरूले भन्न चाहन्छु, मेहनत गर्नुहोला, आफ्नो लक्ष्यमा चाहिँ एकदमै फोकस गर्नुहोला। कहिले पनि तपाईँ जीवनमा हारेस नखानु, एक दिन तपाईँले अवश्य सफलता मिल्नेछ भन्दै 2 शब्द यो खुसी टुङ्गाउँछु। धन्यवाद।